ल ठकुरी आजको तिम्रो लास्ट कोरियाको अन्तिम घुमघाम हो मेरो र आज अन्तिम जस्तै भन इन्सान थेखोङमा आएका छौँ। हेरौँ भित्र कस्तो छ, आफै नै भित्र घुमेको छैन। इन्सान थेखोङ नाम पनि फुल त हेर्नु पुरै चारतिर आउने चाहिँ चारतिर पात त पुरै झरिखेर लिनु के हो यो भित्र होला नि अलिक कसले तिहारको विशेष तिहारको नेचुरल होइन यो नेचुरल फुल त गोदावरी है। फुलको नाम त मलाई थाहा छैन। सयपत्री गोदावरी ल गोदावरी हो जाउँ यता कताबाट जाने हामी इन्सान जू अरे नि त माथि हामी पनि बच्चा हो नि जाउँ न यताबाट घुमौँ हामी पनि बच्चा हो नि ठकुरी ठकुरी चाहिँ कुन लेभलमा पुग्यो तिमी चाहिँ जुस लिएर आउनु पर्ने छ घाँटी पानी हुन्छ है पानी खानु हजुर यो कुर्सीतिर होला क्या घामले गर्दा देखेन हो ऊहरू त जनावरहरू यहाँ यार ऊ त्यो जू जनावरहरू पनि रहेछ त यहाँ यस्तो जू यस्तो ठाउँमा पुरा फ्रीमा मजाले घुमेर चाहिँ हाम्रो देशमा यस्तो सानो कुचुक्क ठाउँ छिर्नलाई पनि पैसा तिर्नुपर्छ है कति धेरै। यहाँ ढोका छ नि अघि त्यहाँबाट यो त टर्निङ छ कि सबै गइरह के भन्छ यसलाई भन्स्यालो
जाम यो फुल्ने बेलामा चाहिँ म आउनु नै पर्ने भयो क्या फुल्ने बेला चाहिँ रमाइलो हुन्छ तिमीले युट्युबमा हेर्छौ अनुहार पनि हेरौँ न केटोको अब नेपाली रहेछ है केटी गर्न मतलब तिनीहरू भन्थ्यो नानी पनि कस्तो यिनीहरूले एकैचोटि निकाल्यो भने के हो भोलिले प्रायः सल्लाह गरेर निकाल्छ नि गाडीको एसी बनाउने कम्पनी कोरियनको अरे क्या कस्तो हेर न उता गएर फेरि कोरियनकै 10 वर्ष बसेर कोरियन गएर उता गएर फेरि कोरियनकै गाली खान भएको गाली भन्दा नि उसलाई भाषाको चाहिँ धेरै सजिलो हुने हो क्या किनभने नि तिनीहरूले प्रायः कोरियनहरूले इङ्ग्लिस त्यति राम्रोसँग बोल्दैन तिनीहरूकै भाषा बोल्ने हो उसलाई त धेरै सजिलो हो नि त अरूलाई भन्दा त यता के छ थाहा छैन है फेरि हावामा गइएछ केही त होला सबै गइरहेछ यो खानेकुरा ठाउँ के छ कि भनेर छैन के भन्छन् धेरै निन्द्रा नलाग्यो छटपट हुन्छ दिउँसो घाममा निन्द्रा लागेर जान्छ बेलुका सुत्छु भने ठक्कुरीले आज आइस 1 नम्बर त छानेर यता नजानेको चिज पनि जान्ने हो भनेपछि लगाउ त सार्देऊ त्यसपछि त्यहाँ पर थिच उता 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 कप टाँसो किन किन ओए ओके गुलियो हाल्दियो गुलियो मैले हालेँ नि यार मेरो नै हालिदेऊ कुनमा छ तल हेर न बल्ल घाँटी पोलर स्टार कफी अरे ठकुरले आज थिचेर जानु आयो पोलर चुम थाल्ला यस्तो सुनसान है तितो खानु सकेन हामी तितो खानु सकेन गुलियो त जस्तो नि रेन्टमा त यहाँ पनि पाउँछ नि त
नेपालपछि पनि गाडी सिक्छ हो लिनु ट्याक्सी कुदाउ क्या केही न केही त गर्नु पर्छ ट्याक्सी कुदाउ क्या पहिला त उसलाई एउटा बुढीलाई लाइसेन्स के अरे स्कुटर सिकाएर लाइसेन्स ल्याइदिनु पर्ने थियो एउटा स्कुटर किन्ने किनभने नि उसको स्कुल जान लास्टै गाह्रो छ क्या स्कुटर भयो भने जान्छ बस्नु एकछिन बसेर जाऊँ न यो कहाँसम्म यात्रा हो यो पुग्यो नि उता दक्षिण उत्तर कोरियासम्मै अब तिमीलाई एक हप्तासम्म कुदाइदिउँला न कता कता आएर 3 महिना बसेर जान्छु 3 महिना कम्पनीमा त्यो कम्पनीमा गएर साउनीले फेरि आरुबाइट दियो भनेर 3 महिनासम्म आरुबाइट काम गर्ने 2 लाख धरले 6 लाख आइहाल्छ होइन घुम्ने खासै कामसाम त छैन कम्पनी त्यस्तो कामसाम हुने र ल्याउनु त ल्याउँछ कम्पनी त्यस घुम्नाले स्पोन्सर चाहियो नि त स्पोन्सर त दिन्छ आएर कामै हुँदैन त भन्न त भन्छ त गएपछि तँलाई म खङ्गाङ भिजा ल्याउँछ त आउँछस् नि भनेर सोधेर मात्रै गर्ने कम्पनी काम साउनीले कि कसले साउनी दुइटाले म खङ्गाङ भिजा आउँछस् नि भन्छ सोधेर कम्पनी कामै छैन बन्द होला जस्तो छ अनि त्यसले सोधेर मात्रै के काम त राम्रो छ ठाउँ एउटा हिँड्ने ठकुरीको लास्ट ठकुरी अन्तिम उयो लास्ट उयो अब ए तिम्रो त कति दिन बाँकी के बार होइन के बार फ्लाइट पो 6 दिनको दिन 5 दिन छ बस है 5 दिन गराएको मात्रै 5 दिन त भित्र पार्छ इन्जन थेकौँ यता पार्क अन्तिममा अब इन्जन थेकौँमा आएर चाहिँ कोरियाको अन्तिम घुम्न लिम्बूसँग धेरै घुम्यो जे 10 वर्षमा तिमीसँग खास हामीले कति वर्षमा भेटभाट मैले चिनेको तिमीलाई तिमी र मेरो भेटभाट कति समय भएको क्लास भनेको मतलब कति वर्ष भएको थियो यार टिकटक नबनाएर के अरे बनाएर नहालेको त कति भयो अरू कुरो मैले पर्सनल आफ्नो टिकटकमा हालेको छैन त्यही छोरीहरूको त्यो 1-2टा हाले मात्रै हो नत्र मैले यति बेला पैसा आउँछ भन्ने लोभले हालेको तर पैसा मैले त 1 रुपियाँ निकालेँ कसरी निकाल्नु जाने त्यसबाट एपमा ट्रान्सफर गर्छ यता पनि रहेछ नि त ठकुरी तिमीले सफा छ भन्यो नि बढाएर न बेसी उता त केही रहेन नि त यतै रहेछ नि ठाउँ त जाउँ त्यतै जाउँ खासै त्यति पर नि गएन बसेर खान ठाउँ रहेछ नि त होइन उतै जाउँ पहिला यहाँ रहेछ कि अघि हामीले लिनुपर्ने जुसहरू वेलकम टु माई ब्लग गाइस
लिनुको झगडा गरेर मलाई पनि धेरै के भयो यादहरू सम्झना चाहिँ कसरी फोटोसोटोहरू लिनु हुन्छ के हुन्छ अहिले त युट्युबमा रहिरहन्छ नि त यादगारहरू हेर्नु पऱ्यो भने कस्तो ठाउँमा बस्यो कस्तो ठाउँमा काम गरेँ कस्तो ठाउँ छ भन्ने थाहा छैन नि यो साकुराको भोट होइन अब यही झिलिमिली फुल्ने बेलामा त यहाँ त राम्रो राम्रो हामी किन आइएन ठुलो छ नि ठकुरी यता पनि होइन यता जान्छ कि अब यता जान्छ भन्न हेर न माथि पनि छ तल फिसिङको ठाउँ क्या यता रहेछ नि ठकुरी मान्छे त तल तल हेर्नु न माछा माछी माछी मार्ने ठाउँ के हो ल आदि यस्तो दामी ठाउँ यहाँ माछा कहिले पनि हुन्छ नि त्यो जङ्गल जम्मा गरेर है ठकुरीले उदेक लागिरह्यो होला है पुरा झुकझुक झुकझुक आज मैले मिस गर्ने हो भने चाहिँ अन्तिममा के यो पनि एउटा अपर्च्युनिटी हो क्या आजको ब्लग ठकुरले लास्ट भेट हुन्छ नेपालमा ब्लग बनाउनु कहिले तिमी नेपाल आउने कहिले हो 3 वर्ष कस्तो घिनलाग्दो कुकुर मलाई छन् हैन Cheval always अनि आउँदैन त्यति हो धारा पानीको अनि
दिन्छ केटोले थाहा नै छैन हौ मलाई होइन यस्तो क्या सुनेर बस्दा कस्तो रमाइलो लाग्छ तर आफूले त्यो सम्झिनुपर्छ त्यो भन्ने खालको चाहिँ त्यो ध्यानै आउँदैन क्या दिन्छ केटोले आजभोलि टिकटकमा लागेकोदेखि त्यो टिकटक हेर्न थालेपछि नयाँ सबै कुरा बिर्सिनु फोन आएको पनि थाहा नहुने केही थाहा नहुने यत्रो ठुलो रहेछ यो त नि बच्चाहरूलाई घुमाउनु ल्याउने यो गर्ने खालको पार्कै रहेछ नि साँच्चीकै पार्कै ठुलो रहेछ क्या बच्चाहरूलाई घुमाउनु ल्याउने साथीहरू मैले चाहिँ सबै भिडियो गर्न सकिँदिनँ किनकि मेरोमा ब्याट्री छैन बाँकी तपाईँहरू आफै आउनु होला बाँकी तपाईँ आफै आउनु होला कहाँ रे तिमी भन्थ्यौ त इन्सान फेक खोङङ याकमा ओर्लेर ठक्क निस्किएपछि ठक्कै मुखैमै छ यो इन्सान फेक खोङ भन्ने चाहिँ कता भन्ला इन्सान एयरपोर्ट लाइनको 2 नम्बर लाइनको हो 1 नम्बर हो कि 2 नम्बर लाइन होइन 2 नम्बर लाइन 2 नम्बर लाइनको अन्तिम स्टेसन भन्दा एक मात्रै यता छ त्यहाँ आउनु होला आएर मजाले घुमेर इन्जोय गर्नु तर यत्रो ठुलो होइन यत्रो ठुलो छ भने मैले सोचेको थिइनँ यार टाढा आउनु होला नत्र ताप झरिसक्यो अर्को हप्ता झरिसक्यो तपाईँहरू अर्को हप्ता तु आएर मजाले घुमेर यो भिडियो अर्को हप्ता जाँदैन नि अनि लिम्बूलाई भन्नु होला मैले लिम्बूको एयरपोर्ट के अरे युट्युबमा हेरेर आएको भनेर पुरा कमेन्ट पनि छोड्नु होला अनि हामी खुसी हुन्छ नि होइन अरू के भन्नुपर्ने छ कि कस्तो लाग्यो यसो हेर्नुलाई कमेन्ट गर्नु होला लिम्बूलाई सबैले फलो गरिदिनु होला बिचरा के गर्नु लास्टै यत्रो मिहिनेत गर्दा गर्दै पनि कसैले फलो नगर्ने पुरा साह्रै मन दुखाउँछ त्यति दुःख गर्छ चित्त दुख्छ नि चित्त हप्ताभरि काम गरेर तपाईँहरूलाई इन्टरटेन गर्नको लागि यसो देखाउँ कुराको ठाउँहरू देखाउने पनि दौडिन्छ अब हामी धेरै नकुदौँ है यो जति कुदे पनि ठकुरी सकिन्न एक ठाउँ बसौँ अब यसो आधी घन्टा 15 मिनट यसो बसेर आज तिम्रो सपिङ पनि हुन्न होइन सपिङ त मेरो टाइम छैन नि त म त 6 गते काम गर्दिनँ नि त 6 गते गर्नु सपिङ केही गर्नु छैन क्या चक्लेट बाहेक 2-3 घाँस नै मरिसक्यो रहेछ क्या मेरो पनि मोबाइल देख्दैन खोइ ल है साथीभाइ हो भोटियारले पैसा अब धेरै भिडियो बनाउनु हुन्न यसरी कुदिरहेको छौँ साथीभाइ ठुलो रहेछ क्या पार्क यो एकदम कति हिँड्नु सक्छ अलिक बिहान आउनुपर्ने खालको रहेछ खास बिहान 135 भन्ने चाहिँ यो हो क्या ठुलो ठुलो हुन्छ यो सानो सानो चाहिँ छ क्या हालतिर त ठुलो यस्तो ठुलो पार्क कहाँको ठकुरी इन्चन फेखुङन मोक्चे मुनवा छेम्जाङ पार्क रहेछ होइन फेरि आउनु पर्ने रहेछ हौ फेरि एक दिन अलि चाँडै आएर मजाले घुम्नु अब भाइलाई लिएर हेर त यहाँ अर्कै संसार छ फेरि हो माथि हेर यहाँ अर्कै संसार छ फेरि यस्तो रहेछ मात्र यो उज्यालो लाइटले गर्दाखेरि यसरी मेरो सासूको घुमेर
Yes. फुलबारी रहेछ क्या यता बोटनिक अझै फुल फुलिरहेछ कसम यार मैले यति ठुलो छ भनेर सोचेकै थिइनँ यार मैले त अरूले भनेपछि सानो छ एकछिनमा 1-1.5 घन्टा घुम्नु सकिन्छ होला भने सोचेकै मैले त्यो थिङ्किङ गरेँ हो क्या त्यही भएर अनि मैले पनि त्यही नै भनेको हुन्छ तर त्यो यस्तो छ भने हो त मैले तिमीलाई त 10 बजे फुरुक्क आऊ भनिहाल्थेँ म नि बिहानै उठेँ नि ल हेर्नुहोस् यो क्या है यो क्या है फर्किनुपर्छ अब लोभ जति घुम्यो त्यति लोभ लाग्छ धुप्पी धुप्पी गाइज कर्कल्लो ठकुरी कर्कल टिप अर्को हामी यही सोलमा हेर्न गइएन है अब यति नै रहेछ हेर्नुपर्ने कहाँ है गाइज ठकुरी बिचरा झुक्छ यस्तो खर्च गरेछ कि हेर नि भुइँमा कार बिछाएर क्या भोटेहरूले है माथि हेर न माथि आकाशको तारा चराको लागि यो तिमीले के भन्छौ नि चरालाई खाने हो क्या दाना चरालाई खाने हो क्या गाइज गाइज हामी उता जाउँ किन यताबाट हो नि झर्ने यहाँ चाहिँ यस्तो रियाएर टेन्ट पाकेर यस्तो मजाले खाना बसेर हुन्छ भोटेर यस्तो बन्नुपर्छ हाम्रो कपाडी काम गरी भोटे गरी तिनीहरू जहिले क्याम्पिङ जान्छ कि शनिबार आइतबार भएपछि म्याक्सिममको हो क्या अब भ्यू बेला ठिक्क हो नि त लाइफ स्टाइल त है टक्करी लोभले के भन्छ काक्ने काके कोरियामा तिमीले के को काक्थ्यौ जाऊँ ठक्कर जाऊँ यहाँ कुन मुभीको सुटिङ गर्ने गीतहरूको सुटिङ गर्नु बबाल होइन पुरै बिरुवाले मर्ने बेला भएपछि कहिले बिरुवा ल्याएर ठुलो रहेछ है फोटोग्राफरमा देखिरहेको थिएँ यही रहेछ क्या बाजेहरू
बोलेर सही बोलेर कुरो गर्छ विषयमा भनेर कुरो गर्छ यहाँ